अर्जेन्टिनालाई आज वर्ल्ड कप जित्न गाह्रो पार्न सक्छन् स्पेनका यी 4 खेलाडीहरू। पहिलो नम्बरमा रहेका छन् लामिन यामाल जसले स्पेनको लागि एकदम ठुलो चान्स क्रिएट गर्न सक्छन्। उनीमा ठुलो पास गर्ने शक्ति, टाढा टाढाबाट गोल हान्न सक्ने शक्ति र असिस्ट दिने शक्ति निकै ठुलो छ। लामिन यामाल बौलाए भने आज अर्जेन्टिनाको लागि निकै गाह्रो पर्न सक्छ। यसैगरी दोस्रो नम्बरमा रहेका छन् स्पेनका माइकल ओयारजाबेल। उनी स्पेनका म्यान स्ट्राइकर पनि हुन्। उनले फ्रान्स विरुद्ध पनि पेनाल्टीमा गोल हानेका थिए भने उनले अहिलेको वर्ल्ड कपमा 5 गोल र 1 असिस्ट पनि हानिसकेका छन्। अर्जेन्टिनाको लागि एकदम घातक पर्न सक्छन् माइकल ओयारजाबेल। यसैगरी तेस्रो नम्बरमा रहेका छन् माइकल मेरिनो, अहिलेको वर्ल्ड कपको सब्स्टिट्युटका हिरो, जसले पोर्चुगल विरुद्ध पनि 90+1 मा गोल हानेर पोर्चुगललाई यो वर्ल्ड कपबाट बाहिरिदिएका थिए भने बेल्जियम विरुद्ध पनि सब्स्टिट्युटमा आएर 88 मिनेटमा गोल हानेर बेल्जियमलाई बाहिरिदिनमा सहयोग गरेका थिए र स्पेनलाई सेमिफाइनलसम्म ल्याएका थिए माइकल मेरिनोले। यसैगरी चौथो नम्बरमा रहेका छन् स्पेनका एकदमै खतरनाक गोलकिपर उनई सिमनले अहिलेको वर्ल्ड कपमा मात्र 1 गोल मात्र खाएका छन्, त्यो पनि बेल्जियम विरुद्ध। के उनई सिमनले आज मेस्सीको गोल रोक्न सक्लान् त? तपाईहरुलाई के लाग्छ, रोक्न सक्छन् कि सक्दैनन्? एकचोटी कमेन्ट गरिदिनु होला। र यसपालिको वर्ल्ड कप फाइनल कसले जित्ला, स्पेन कि अर्जेन्टिना? एकचोटी कमेन्ट गरिदिनुस्।